नमस्ते। अल्बर्ट आइन्स्टाइनको एउटा भनाइ छ, बारम्बार एउटै गल्ती दोहोऱ्याइरहने र फरक नतिजाको अपेक्षा गर्नु भनेको मूर्खता हो। अब नेपालमा चुनाव आउँदैछ होइन, अनि हामी सबैजना भोटको लागि आफ्नो मत दिनको लागि तम तयार छौँ। जो नेपालमा हुनुहुन्छ, विदेशबाट पनि कतिजना जाँदै हुनुहुन्छ होला होइन। हामी जस्तो विदेशमा हुनेले पनि चासोको साथ हेरिरहेछौँ, कसले जित्ला के होला। हामीहरू पनि एउटा हाम्रो आफ्नो पनि एउटा मत हुन्छ होइन, यसलाई गरौँ उसलाई गरौँ, राम्रो मान्छेलाई जिताउँ भन्ने हुन्छ। अनि तपाईँहरूको के छ विचार यसपालि, के सोचिरहनु भएको छ? आफ्नो मत परिवर्तन गर्नुहुँदैछ कि आफ्नो पार्टी परिवर्तन गर्नुहुँदैछ कि अथवा योचोटि मत मात्र परिवर्तन गरौँ, पार्टी त आफ्नो छँदैछ नि भन्ने सोचिरहनु भएको होला होइन। यसमा म थोरै भन्न चाहन्छु, मेरो आफ्नो व्यक्तिगत धारणा हो। हामीले जुन पुराना दलहरू भनिरहेछौँ नि, वर्षौँदेखि बारम्बार मत दिइरहेछौँ, प्रत्येक चुनावमा केही फरक गरौँ अथवा नयाँलाई दिउँ अथवा राम्रो मान्छेलाई दिउँ भन्ने हुन्छ। अन्तिम अवस्थामा जुन हामी बुथमा पुग्छौँ नि भोट हाल्ने बेलामा, हाम्रो मत परिवर्तन हुँदैन। जहाँ पुरानो छ अथवा जुनलाई पहिलेदेखि हालिरहेको हुन्छौँ उहीँ हामीले दिइरहेको हुन्छौँ। यसपालि त्यो गल्ती नदोहोऱ्याउनु होला भन्छु म चाहिँ। जो हामीले गलत भइरहेको छ, गलत थियो भन्ने एउटा आवाज उठाइरहेछौँ नि, बुलन्द बनाइरहेछौँ, हामीलाई चित्त बुझिरहेको छैन, त्यो गलत छ भन्ने भइरहेछ। त्यो निरन्तरतालाई क्रमभङ्ग गर्नको लागि पनि हामीले मत परिवर्तन गर्नुपर्छ। तपाईँले दिएको मतले उनीहरूलाई दण्डित बनाउन सक्छ, उनीहरूको नियतलाई सुधार्न सक्छ। यदि उनीहरू योपल्ट दण्डित भयो भने अर्कोचोटि सुधारिन्छन् त। आफ्नो कमी कमजोरी भएछ भनेर आत्मआलोचना गर्नेछन् र सुधारेर आउनेछ नि त। त्यसको लागि पनि तपाईँ हाम्रो मत सही ठाउँमा हुनैपर्छ। यसपालि जे छ त्यो गलत छ, जे हुनुपर्ने त्यो भइरहेको छैन, जे हाम्रो सोच अथवा हाम्रो विचारले मागिरहेछ त्यो पुगिरहेको छैन, हामी धेरै नै पछि परिरहेछौँ जस्तो लाग्छ भने तपाईँ परिवर्तन हुन जरुरी छ पहिले, र तपाईँ मार्फत तपाईँको परिवार, आफन्त, छरछिमेक परिवर्तन गर्न जरुरी छ। यति गऱ्यौँ भने एकपल्ट त हेरौँ, भोलि त तपाईँले पनि देख्नु भएको छैन, मैले पनि देखाएको छैन, अरू कसले देखाएको छैन के हुन्छ भन्ने। तर एउटा आशाले बाँचेको हुन्छ नि त मान्छे होइन र, त्यो पनि त एउटा राम्रो हुन्छ भन्ने आशा त हो भोलिको लागि। त्यो आशा जोगाउन त तपाईँ हामी मिलेर योपल्ट भोलिको दिन जे होला। अब फेरि कुरा होला, नयाँले चाहिँ के गर्लान्, उनीहरू पनि त त्यही ठाउँमा यही परिवेशमा आएको मान्छे त हो नि भन्ने त होला होइन। कस्तो हुन्छ भने त्यही ठाउँमा नयाँ बिउ ल्याएर रोपेर त हेरौँ न। पुरानो बिउलाई प्रत्येक वर्ष त्यही ठाउँमा रोपिरहँदा खिँदै जान्छ भन्ने त थाहा छ नि हामीलाई होइन र। त्यसको गुणस्तरमा पनि त ह्रास आउँछ भन्ने कुरा थाहा छ। हामी कृषि कर्म गर्दै आएको मान्छेहरू हौँ होइन र। त्यही भएर नयाँ ल्याउँ, केही न केही त फरक पर्छ। फल लाग्ला नलाग्ला, बोट त पक्कै फरक भएर आउँछ नि होइन र। यदि फल लागेन छ भने अर्कोपल्ट छँदैछ काटेर फालिदिउँला। नयाँहरूलाई पनि त प्रेसर त हुन्छ नि। यदि हामीले सही काम सही समयमा गर्न सकेनौँ र नतिजा 5 वर्षभित्रमा दिन सकेनौँ भने त भोलिको नियति त आज जुन पुरानो दलहरूले भोगिरहेछन् हामीले भोग्ने पनि त त्यही हो भन्ने त उनीहरूलाई पनि त लाग्छ। उनीहरूले पनि त्यो सोचेका होलान्। त्यसको लागि पनि त उनीहरूले त नयाँ गर्लान् नि। त्यसैले एक बार फेरि भन्छु, हामीले त्यही नियति नदोहोऱ्याउँ जो रविन्द्र मिश्रले पहिलो संविधान सभाको चुनावमा पनि भनेको थिए। उनी उठिरहेको थियो, उनको भनाइ छ हामी नेपालीहरू कसो गर्छौँ अरे भने हो पनि जस्तो लाग्छ। होटलमा जान्छौँ, रेस्टुरेन्टमा जान्छौँ खानालाई, मेनु सबै हेर्छौँ होइन, अन्तिममा हामीले मगाउने त त्यही हो, मोमो चाउमिन हो। त्यो नियति नदोहोऱ्याउँ। त्यो नियति हाम्रो हातले दोहोऱ्याएन भने सायद के थाहा
हाम्रो भाग्यको नियति फरक पनि त पर्न सक्छ, हाम्रो देशको नियतिलाई केही परिवर्तन आउन त सक्छ, होइन र? है त? नमस्ते।